monkey, female monkey. Guys, this is very difficult. The here is very difficult to walk. I want to show you how to walk in this rock. Okay, guys, look here. You have to catch here first of all, and your left leg is here, and push. Ready? 1, 2, 3, go. Yeah. और यता guys, this is our adventure. You want to look show udhar This place is sea monkey. हामी हिँड्ने बाटो चाहिँ यस्तो छ के त्यही भएर एडभेन्चर के हो यो बाटो हिँड्नुपर्ने छ साथीहरू अब हामी यतैबाट आएको यसरी लुक्दै लुक्दै हिँड्नुपर्छ बाटो खोज्दै खोज्दै गाइसहरू यसरी हिँड्नुपर्छ मुनि पो हो क्या अरे बाटो त मुनि पो रहेछ यार बाटो त सक्दिनको कने एडभेन्चरहरूलाई फर्सीको मुन्टा अरे के यो खोलाको किनारमा पनि यस्तो यार सुन्दरी जलको खोलाको साइडमा फर्सीको मुन्टाहरू सुन्दरी जलमा चाहिँ यस्तो छ है साथीहरू कटरेज हो कि के हो पूजा हामी माथिबाट जाने कि तलबाट पुल यो सुन्दरी जलको सानो खरे खोला छ यहाँ अनि पुल चाहिँ यस्तो के हालत खराब नभनौँ होइन तर मेयर साहबका ध्यान आकर्षण यहाँ पुगोस् मेयर साहबको यहाँ ध्यान आकर्षण पुगोस् यहाँ पढ्नु होला है सबैजनाले ओके हामी मानव होइन हामी त जनावर हो जनावर मैले त बनाएको तिम्रो के भनेको छु के भनेको छ भरे घर हेर न के भन्छ म अहिले हेर्छु भरे घर यहाँबाट खिचाउँ न कटरेजहरू छ क्या यहाँनिर यस्तो राम्रो राम्रो कटरेजहरू छ यहाँभित्र चाहिँ यो चाहिँ बाटो यो चाहिँ पुल है यो चाहिँ ठाडो माथिबाट झर्ने होइन हामी चाहिँ त्यहाँ गएको थियौँ यो झन्डा माथि झन्डा छ नि जुन हो यहाँनिर गएको थियौँ हामी चाहिँ यो झन्डा भएको मुनि झन्डा होइन यसलाई के पो भन्छ यसलाई ध्वजा भएको मुनि गएको थियौँ हामी चाहिँ अहिले चाहिँ हामी यता हुँदै यसरी आइसक्यौँ अनि यहाँ पुल आइपुग्यौँ यसरी यहाँनिर चाहिँ नानीहरूले पोज दिँदैछ फोटो सेसन हुँदैछ पोज दिँदैछ अनि यतातिर चाहिँ स्विमिङ गर्दा यदि मान्छेहरू बाइचान्स गायब पनि हुनसक्छ पोहोरतिर त कति यहाँनिर स्विमिङ गर्न आउँदाखेरि मान्छेहरू गायब भएकै कारणले होला सायद यो खोलामा यसपालि पानी कता के गरेर कटन गरेको होला पानी नै छैन अनि स्विमिङ गर्न आउनेहरू चाहिँ स्विमिङ गर्नु नसोचे हुन्छ साथीहरू अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ हामी चाहिँ अब लाग्छौँ जान्छौँ सेकेन्ड पुल
के भन्छ यसलाई इङ्ग्लिसमा? ब्रिज, बिच कि ब्रिज? कोही बोल्दैन यार। क्यु 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 गर्दैछ। वी हेभ टु। यो चाहिँ फेरि सुन्दर जलकै पानी है, सानो पानी छ, त्यो पनि यता खेतबारीको लागि यता कटान गरेर चाहिँ ल्याइरहेछन्। अनि यस्तो गरेर चाहिँ यहाँ खेतबारीमा लाउनुपर्छ। अनि खेतबारीमा लगाएपछि चाहिँ चिसो हुन्छ। अनि कमाइ के भन्छ लाएको, खेतबारीमा लाएको हुन्छ नि धान कोदो मकै हुन्छ नि, राम्रो हुन्छ नि त। पानी पुग्यो भने मल जान्छ होइन, अनि राम्रो हुन्छ। त्यसैले भएको जति पानी चाहिँ यतै हो क्यारे, यत्रै हो क्यारे सुन्दरी जलमा यसपालिको पानी चाहिँ। अब बाढी आयो भने वाउ फुल पो फुलिरहेछ हौ, कस्तो राम्रो।